न्याय पाउन सक्दछ। समाजमा विभिन्न किसिमका अपराधहरू हुने गर्दछन्। अपराधलाई हामीले सहेर बस्नु हुँदैन। विभिन्न किसिमका घरेलु हिंसाहरू हुन सक्छन्, महिला हिंसाहरू हुन सक्छन् होइन, त्यस्तो जबरजस्ती गरेका घटनाहरू हुन्छन्, विभिन्न जानमार्ने हिंसाहरू हुन्छन्, विभिन्न समाज विपरीतका समाजले सहन नसक्ने समाज विपरीतका कार्यहरू हुन्छन् है। त्यस्ता अपराधिक क्रियाकलापहरूलाई न्यूनीकरण गर्न हामी सबैको ऐक्यबद्धताले मात्रै त्यो सम्भव भएको छ। मध्ये हाम्रो समुदायको लागि साझेदारी भएर हामी ठाउँ ठाउँमा गरेका कार्यक्रमहरू समुदाय सामाजिक संस्थाहरू विद्यालयहरू हामीहरू सबै मिल्यौँ भने विभिन्न किसिमका अपराधलाई 100% रोक्न नसकेर तर न्यूनीकरण गर्न सकिन्छ। जस्तै हाम्रो समाजमा अहिले बढ्दै गएका भनेको लागु औषधको दुर्व्यसनी अनि सवारी दुर्घटना, दिनप्रतिदिन सवारी दुर्घटना घटनाहरू घटिरहेका छन्। साइबर अपराधहरू, मानव बेचबिखन, महिला हिंसा जस्ता विभिन्न किसिमका अपराधिक क्रियाकलापहरू भइरहेका छन्। यस्तो अवस्थामा के छ भने हाम्रो बाबु नानीहरूलाई जस्तै लागु औषध हाम्रो यो टिनेजको नानी बाबुहरू अलिकति शारीरिक रूपमा मानसिक रूपमा परिपक्व भएको हुँदैन। उहाँले के गलत भने छुट्याउन सक्ने अवस्था रहँदैन। त्यस्तो अवस्थामा उहाँहरू लागु यस्तो अवस्थामा हाम्रो बाबु नानीहरूको साथी सङ्गति कस्तो छ त, उनीहरूको गतिविधिहरू कस्तो छ त, कस्तो कस्तो ठाउँमा जान्छन्, उनीहरूको गतिविधिमाथि निगरानी गर्नु पर्यो। किनकि हामीले हाम्रा सारा खुसीहरूलाई त्यागेर हाम्रो बालबच्चाहरूको खुसीको लागि हामीले हजारौँ खुसीहरू त्यागेर उनीहरूलाई खुसी बनाउन चाहेका छौँ भने हाम्रो दायित्व यो हो कि हाम्रो बाबु नानीहरूको गतिविधिहरूमा चाहिँ हामीले निगरानी गर्नुपर्छ। उनीहरू सही बाटोमा छन् कि गलत बाटोमा छन्, कस्तो साथी सङ्गतिको सङ्गत गरेका छन्। किनकि यो टिनेज भनेको हाम्रो बाबु नानी किशोर किशोरीहरू भनेको एउटा उमेर समूहले साथी सङ्गतिले पनि लतमा फस्ने अपराधिक क्रियाकलापमा संलग्न हुने कुराहरू हुन्छ। कुनै पनि लागु औषधमा फसेको एउटा हाम्रो परिवारको सदस्य भयो भने त्यसले त्यो फस्ने लागु औषधमा फसेको व्यक्तिलाई त ब्याक्टेरिया पीडा हुन्छ, रोगले आक्रमण गरेको हुनसक्छ। त्यसले गर्दाखेरि के हुन्छ भने एउटा परिवारमा लागु औषधको सेवन गर्ने मान्छे भने त्यो परिवारलाई कति ठुलो असर पर्दछ, पारिवारिक असर भयो। अनि के हुन्छ, आर्थिक क्षति हुन्छ। किनकि लागु औषधको सेवन गर्दैछ भने उसले आफूसँग पैसा छ भने त उसले किनेर युज गर्छ। लागु औषध फ्रीमा पाइँदैन। उसँग लागु औषधको नसा भइसक्यो भने उसले अपराधिक क्रियाकलापप्रति उन्मुख हुन्छ। किनकि उसले त लागु औषधको नसा बसिरहेको छ, उसलाई खानको मतलब हुँदैन, बरु उसले कसरी हुन्छ लागु औषध सेवन गरौँ भन्ने हुन्छ। त्यसले के गर्छ भने तपाईँसँग कुनै बाहना मिलाएर आफ्नो घर परिवार पुगाउनु, आमासँग कुनै बाहना बनाएर पैसा माग्न सक्छ। होइन भने आफ्नो घरमा भएका गरगहनाहरू, विभिन्न किसिमका जिन्सी सामानहरू उसले बेच्न त्यहाँबाट पैसा लिएर उसले लागु औषध सेवन गर्न सक्छ। त्यति पनि भएन भने उसले अपराधिक क्रियाकलाप गरेर कहीँ गएर चोरी गरेर हुन्छ कि कुनै ब्याङ्क वित्तीय संस्थामा गएर चोरी गर्ने हुन्छ कि कुनै सम्पत्ति चोर्ने हुन्छ कि किन भनेर यस्ता किसिमका गैर कानुनी क्रियाकलाप गरेर उसले आर्थिक उपार्जन गरेर लागु औषध सेवन गर्छ। त्यसले गर्दाखेरि हामीले त्यसले के भन्छ व्यक्तिगत पीडा हुने भयो, पारिवारिक पीडा हुने भयो, अनि त्यसपछि आर्थिक क्षति हुने भयो र त्यसले सामाजिक विखण्डन पनि गर्ने भयो। त्यसले समाजमा पनि के हुनुहुन्छ, अपराधिक क्रियाकलापहरूको बिगबिगी हुने भयो। एउटा लागु औषधि क्रियाकलापमा संलग्न छ भने आफ्नो बालबच्चाहरूले निगरानी गर्नु होला। अनि बालबच्चाहरूले लाइसेन्स नबनाइकन सवारी साधन चलाउने प्रवृत्ति बढेको छ। तपाईँहरूले सवारी साधन किन्नुभन्दा पहिला बाबु लाइसेन्स प्राप्त गर, लाइसेन्स प्राप्त गरेपछि तिमीलाई म सवारी साधन किनिदिन्छु भन्नु पऱ्यो। भोलि लाइसेन्स प्राप्त नगरिकन सवारी दुर्घटना हुयो भने सवारी दुर्घटना गराउनेलाई त सजाय हुन्छ नै, र त्यो सवारी साधन जसको नाममा छ त्यसलाई पनि कानुन बमोजिम सजाय हुन्छ होइन। जस्तै के छ भने लाइसेन्स प्राप्त नगरिकन सवारी साधन चलाइदिने, ड्रिङ्क ड्राइभ गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने कुराहरू हुन्छ। अनि हामी सार्वजनिक हामी पनि विभिन्न भूमिकामा हुन्छौँ। हामी सार्वजनिक सवारी साधन प्रयोग गर्छौँ भने हामीले सवारी साधनको नम्बर नोट गरौँ। सबै हामी व्यक्तिगत सवारी साधनमा त युज प्रयोग गर्दैनौँ, सार्वजनिक सवारी साधन प्रयोग गर्छौँ भने त्यो सवारी साधनको नम्बर नोट गर्नुहोस्। भोलि त्यसमा तपाईँको कुनै पनि महत्त्वपूर्ण सामान छुट्यो, कुनै डकुमेन्टहरू छुट्यो भने तपाईँलाई के हुन्छ, तपाईँले झरिसकेपछि ओला मेरो सवारी साधनमा त्यो गाडीमा सामान डकुमेन्ट छुट्यो भन्ने हुन्छ। अब त्यो गाडी कहाँ जाने गाडी हो त्यो पनि थाहा छैन, कति नम्बर गाडीमा चढेको त्यो पनि थाहा छैन भने हाम्रो सामान भेटिने सम्भावना हुन्छ त हुँदैन। यदि तपाईँले नम्बर नोट गर्नुभयो भने तपाईँले नजिकको प्रहरी कार्यालयमा गएर अथवा 100 अथवा 120मा फोन गरेर म पोखराबाट वाली आउँदै गर्दा
यति नम्बरको बसमा म चढेको थिएँ, मेरो महत्त्वपूर्ण सामानहरू यहाँ छुट्यो भनेर हामी गऱ्यौँ। तपाईँहरूले हामीले इन्फर्मेसन दिनुभयो भने हामीले हाइवेमा पर्ने प्रहरी स्टेसनहरूमा त्यो म्यासेज दिन्छौँ। त्यस कारण सवारीसँग रोकेर तपाईँको सामान प्राप्त गर्ने सम्भावना बढेको छ। त्यो कुरामा पनि ध्यान दिनु। अर्को कुरा के छ भने पछिल्लो समयमा साइबर अपराध घटनाहरू घटिरहेका छन्। तपाईँले सवारी के अरे साइबर कुनै पनि इलेक्ट्रोनिक्स ग्याजेटहरू प्रयोग गर्दै गर्दा तपाईँको मोबाइल ल्यापटपहरू इलेक्ट्रोनिक्स डिभाइसहरू प्रयोग गर्दै गर्दा त्यसमा सावधानीहरू अपनाउनु होला। विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्दा नचिनेको साथीहरूले नचिनेको व्यक्तिले तपाईँलाई फ्रेन्ड रिक्वेस्ट पठाएको छ भने त्यो एक्सेप्ट नगर्नु होला। किनकि तपाईँको कुनै पनि आइडीहरू ह्याक भएको हुनसक्छ। तपाईँले आफ्नो व्यक्तिगत विवरणहरू सामाजिक सञ्जालमा तपाईँले पोस्ट गर्नुभयो भने त्यो ह्याकरले तपाईँका व्यक्तिगत विवरणहरू उसले एक्सेप्ट गर्छ। त्यसपछि तपाईँ विरुद्ध उसले के गर्नु सक्छ, साइबर अपराध गर्न सक्दछ। कतिपय कुराहरूले हामीले नजानेर अननेसेसरी कुराहरूमा आफूलाई कुनै पनि जुनसुकै आफूले हेरेका लिङ्कहरू खोल्यौँ भने हाम्रो व्यक्तिगत विवरणहरू सम्बन्धित व्यक्तिले प्राप्त गर्दछ। त्यस कारणले हामी विरुद्ध उसले साइबर अपराध गर्न सक्छ भने हामीले पनि नजानिकन गर्दाखेरि हामीले पनि अरूलाई साइबर अपराध गर्न सक्ने सम्भावना हुन सक्छ। त्यस कारणले आफ्नो सामाजिक सञ्जालहरू विभिन्न साइटहरू प्रयोग गर्दाखेरि आफ्नो पासवर्डहरू गोप्य राखौँ हैन। एउटा अथेन्टिक पासवर्डको प्रयोग गरौँ। त्यसमा वैकल्पिक पासवर्डहरूको प्रयोग गरौँ। जस्तै तपाईँले पासवर्ड प्रयोग गर्नु भने त्यसमा तपाईँको थम्ब राख्ने हो कि होइन, तपाईँको फिङ्गरप्रिन्ट राख्ने हो कि, विभिन्न किसिमका विकल्पहरू पनि प्रयोग गर्नुहोस्। साना बाबु नानीहरूलाई तपाईँहरूको बाबु नानीहरूले मोबाइल र सामाजिक सञ्जाल प्रयोग गर्छन् भने साना बालबालिकालाई प्रयोग गरेर त्यो नजिकै कस्तो अवस्था हुन्छ भने फेक आइडी बनाएर, जस्तै कुनै पनि तपाईँको आफ्नो नजिकको साथीको तपाईँको राम्रो सम्बन्ध भएको व्यक्तिको नामबाट उसले फेक आइडी बनाइदिएको हुन्छ। अनि उसले तपाईँहरूलाई के गर्नुहुन्छ, विभिन्न किसिमका समस्या पर्यो भनेर तपाईँहरूसँग पैसा माग्न सक्छ। म त यो समस्यामा गएर म त मेरो फ्यामिली बिरामी गरेर मेरो त बुवा बिरामी गरेर हस्पिटल गरेको, मलाई यति इमर्जेन्सी रूपमा पैसा चाहियो, यति पठाइदिनु न भनेर तपाईँलाई भन्छ होइन। तपाईँलाई हो क्यारे वास्तवमा उसले समस्या पैसा माग्यो होला भने तपाईँले नबुझिकन पैसा दिनुहुन्छ। किनकि त्यो तपाईँको नजिकको साथीको आइडी ह्याक गरेर अर्काले तपाईँलाई ब्ल्याकमेल गरिरहेको हुन्छ। तपाईँले पैसा पठाइदिनुहुन्छ अनि के हुन्छ त, अनि तपाईँ के हुन्छ, तपाईँ ठगिएको कुरा तपाईँले पैसा थाहा पाउनुहुन्छ। तपाईँको त्यो साथीले पनि मेरो यो आइडीहरू ह्याक भएको हुनाले यसबारेमा जानकारी गर्नु होला, यस्तो कुनै पनि किसिमका मेसेजहरू आयो भने यसलाई रिजेक्ट गर्नु होला भन्ने कतिपय कुराहरू सामाजिक सञ्जालमा राखेको हुन्छ नि। तपाईँले यसको थिम के हो भने तपाईँले के बुझ्नु पर्यो भने तपाईँलाई कसैले पनि सामाजिक सञ्जालको प्रयोग गरेर तपाईँसँग आर्थिक सहयोग माग्छ भने तपाईँले एउटा भिडियो कल गरेर त्यो हो कि होइन, वास्तविक मान्छे हो कि होइन भनेर पहिचान गर्नु पर्यो। होइन भने तपाईँले एक कल फोन गरेर तपाईँले यसरी पैसा माग्नु भएको रहेछ के भएको भनेर भन्नुभयो भने कहाँ मैले म ह्याक गरेर अर्काले गरेर चाहिँ कहाँ मैले मागे होइन भन्छ। होइन भने वास्तविक समस्या चाहिँ यस्तो समस्या परेर भनेको हुन्छ। किनकि तपाईँ त क्लियर हुनुभयो नि, यस्तो समस्या परेर मागे रहेछ भन्ने कुराहरू। अनि अर्को पछिल्लो समयमा के हुन्छ भने तपाईँलाई विभिन्न किसिमका चिठा पऱ्यो, तपाईँले उपहार जित्नु भएको छ भनेर तपाईँहरूलाई इमो, विभिन्न किसिमका मेसेन्जरहरू, भाइबरहरू यस्तोबाट तपाईँहरूलाई भिडियो कल अथवा के अरे मेसेजहरू आउँछ, भोइस मेसेज आउँछ अथवा मेसेजै आउँछ भने तपाईँहरूले यो कुरा बुझ्नु पऱ्यो भने कि हामीले लगानी गरेको ठाउँबाट प्रतिफल प्राप्त गर्नु त गाह्रो हुन्छ भने तपाईँले भर्दै नगरेको चिठा कसरी पऱ्यो, तपाईँले कुनै लगानी नगरेको ठाउँबाट तपाईँले कसरी प्राइज जित्नु पऱ्यो भयो, त्यो कुरामा तपाईँ क्लियर गर्नु। हामी राम्रोसँग लगानी गरेका हुन्छौँ त हामीले प्रतिफल प्राप्त गर्न कम गाह्रो हुन्छ भने त्यो लगानी नै नआएको ठाउँबाट तपाईँलाई प्राइज जित्ने सम्भावना 0 हुन्छ। त्यसले के भन्छ, तपाईँले यस्तो उपहार जित्नु भएको छ, तपाईँले 20-25 हजार रुपियाँ तपाईँले ट्याक्स बापत तपाईँले पैसा पठाइदिनुहोस्, त्यसपछि तपाईँले 20 लाख 25 लाख रुपियाँ उपहार जित्नुभयो, त्यो हामीले तपाईँलाई पे गर्छौँ भन्छ। उसले के गर्छ, त्यो 20-25 हजार तपाईँले त हाल्नुहुन्छ, हामीले 20-25 लाख पाउँछौँ भने 20-25 हजार किन नदिने, हामीलाई हतार हुन्छ, ऋण खोज्छ, साथी साथी मान्छे पठाइदिन्छ। किनकि हामी उपहार चाहिँ हामी सरासर ठगेका हुन्छौँ। तपाईँले यो कुरामा क्लियर हुनु पऱ्यो कि यो हामीले चिठै नगरेको चिठा पर्दैन, हामी त्यहाँ ट्याक्क भाग्यले ट्याक्क टिपेर ल्याएर हामीलाई हातमा हालिदिनु होइन, त्यो भनेको के हो भनेर तपाईँहरू ती कुराहरूमा क्लियर हुनु होला है। यस्ता कुनै पनि कुराहरू अब तपाईँहरूलाई पनि धेरै समय बस्नुभएको छ होइन, मैले भनिरहेको तपाईँलाई बोर पनि लागेको हुनसक्छ होइन। यी कुराहरूलाई सही तरिकाले लिनुभयो भने तपाईँको जीवनोपयोगी कुराहरू हुन् है। यी कुराहरू के छ भने समाजमा किनभने सबभन्दा पहिला आफ्नो बालबच्चाको गतिविधिमाथि निगरानी गरिदिनु होला। उनीहरूले कस्तो बाटो समातेका छन् कि तपाईँले यो बुझ्नु पऱ्यो कि हाम्रो सारा खुसी नै यिनीहरू हुन्। यिनीहरू बिग्रियो भने
हाम्रो खुसीहरू चकनाचुर हुन्छ, हाम्रो सपनाहरू चकनाचुर हुन्छ भनेर बालबालिका आफ्नो बालबच्चाप्रति जिम्मेवार बनिदिनु होला, उनीहरूका गतिविधिहरू निगरानी गरिदिनु होला होइन। समाजमा पनि त्यस्तै किसिमका घटनाहरू घटेका छन् भने त्यो समाजमा लुकाएर राख्नु पनि त्यसले झन् ठुलो घटनाहरू निम्ताउँछ। कुनै तपाईँको समाजमा कुनै घरेलु हिंसा भएको छ, कुनै श्रीमानले रक्सी खाएर दिनरात आफ्नो परिवारहरू बालबच्चा कुटपिट गरेको छ भने त्यस्ता कुराहरू छ भने तपाईँहरूलाई प्रहरीलाई इन्फर्मेसन दिनुपर्छ। भोलि अकालमा त्यो परिवारको कुनै सदस्यको ज्यान पनि जान सक्छ। तपाईँले दिएको इन्फर्मेसनबाट त्यो परिवारको सदस्यहरूले एउटा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न सक्छ। किनकि त्यस्ता व्यक्तिलाई हामीले एउटा भन्छ नि एउटा बोरामा केही खानेका आलुसँग त्यसलाई निकालियो भने अरू आलुहरू सत्य हुन्छ भन्ने जस्तै समाजमा गलत मनसाय भएका व्यक्तिलाई कानुनी दायरामा ल्याइयो भने हुनसक्ने सम्भावित दुर्घटनाबाट हामी बस्छौँ। समाजबाट छलफल गरेर मिलाउन सक्ने कुराहरू साइड हुन्छ भने त्यसलाई कानुनी दायरामै लानुपर्ने कुराहरू अघि हुन्छ है। त्यति भन्दै समयलाई तपाईँले भइरहेको सुनिदिनु भयो। कतिपय दिदीबहिनीहरू त यता आउन मान्नु भएन, तापनि सुन्नुभयो होला। यो तपाईँहरूकै जीवनको लागि बलियो हो, हामी भनेको तपाईँहरूकै सुरक्षाको लागि बसेको हो होइन। हामीहरू तपाईँहरूलाई नै समाजमा घटनाहरू नहोस् त्यो जनचेतनाकामूलक कुराहरू भनेर ती तपाईँहरू अवेर हुनुभयो भने। अनि अर्को कुरा मैले भन्नु भने जस्तै के भने त्यो अनलाइन साइबर अपराधले के हुन्छ भने कुनै पनि अवस्थामा तपाईँले सामाजिक सञ्जालमा कुनै कुराहरू पोस्ट गर्नुहुन्छ। जस्तै अर्को के हुन्छ समाजमा के छ भने हाम्रो नेपालीहरूको बानी के छ भने हामी यति दिनको अब बालबच्चाको बिदा हुन्छ, कोही हामीहरू जागिरबाट छुट्टी छ भने यति दिनको लागि यात्रा मुक्तिनाथको, यति दिनको लागि यात्रा इलामको, चिया बगानको, कन्यामको भनेर राख्छौँ। हामी विरुद्ध योजना बनाइरहेको अथवा हामीप्रति पूर्वाग्रह भएको अथवा गलत मनसाय भएको व्यक्तिलाई को भनेको एउटा महत्त्वपूर्ण इन्फर्मेसन हुनसक्छ। हामीले यसलाई के गर्थ्यौँ भने कुनै चोरी गर्ने व्यक्ति कुनै पनि एउटा चोर छ भने तपाईँलाई त्यो घरमा तपाईँले निमन्त्रणा गर्नुभयो कि म यति दिनको लागि यस्तो ठाउँमा जाँदैछु, म घरमा छैन, अब मजाले आएर चोरे हुन्छ भन्ने किसिमको एउटा त्यही किसिमको एउटा म्यासेज हुनसक्छ। त्यस कारणले हाम्रो कुनै पनि कुराहरू छन् हामी कतै जान लागेका छौँ भने त्यो म्यासेजहरू त्यो व्यक्तिगत कुराहरू सामाजिक सञ्जालमा पोस्ट नगरौँ। जस्तै कुनै गलत मनसाएको छ, हाम्रो सानो बाबु नानीहरू छ भने त्यो एउटा पोखरा तपाईँ यहाँबाट म पोखराको लागि आज हिँड्यो भन्नुभयो भने त्यो मान्छेले तपाईँहरूको त्यो बिहान के हुन्छ त्यो हिँड्दा तपाईँलाई उसले फलो गरिरहेको हुन्छ। कुन बाटो जान्छ भनेर तपाईँको सानो बालबच्चाहरू होला, नानीहरू होला, विशेष गरी नानीहरूलाई हामीले अलिकति विशेष फोकस गरेर उनीहरूको निगरानी गर्नुपर्ने हुन्छ। त्यो बाटोबाट लुकेर झुकेर कुनै पनि गलत क्रियाकलाप गर्न सक्छ, जबरजस्ती गर्न सक्छ, त्यसको पहल गर्न सक्छ, कुनै कुनै कुटपिट गर्न सक्छ, कर्तव्य जाने गर्न सक्छ, जुनसुकै किसिमको योजना बनाउन सक्छ। तपाईँको त्यहाँको फलो गरेर कुनै अर्को आफ्नो आपराधिक सञ्जाललाई उसले इन्फर्मेसन दिन सक्छ। हामी जस्तो सुकै किसिममा पनि हामी जोखिममा पर्न सक्छौँ। समाजमा हाम्रो लागि राम्रो मात्रै चाहने मान्छेहरू मात्रै हुँदैन, हाम्रो भलो चाहने मान्छे हामी विरुद्ध कोत्रने मान्छे यो कुराहरूमा चाहियो। अनि अर्को के हुन्छ भने कुनै पनि तपाईँले तपाईँको विवरणहरू प्राप्त गरेर अनि के हुन्छ भने तपाईँको मोबाइलमा ओटिपी दिनुहरू भनेको वान टाइम पासवर्ड भन्ने हुन्छ, त्यो तपाईँले भन्दा अरूले प्रयोग गर्न पाउँदैन। त्यहाँ के हुन्छ भने तपाईँ म सेवाबाट बोलेको, म अल्टीबाट बोलेको, म सामान्य ब्याङ्कबाट बोलेको र तपाईँको चाहिँ व्यक्तिगत विवरण अपडेट गर्नुपर्ने कारणले तपाईँको मोबाइलमा एउटा ओटिपी किन आएको छ, त्यो मलाई दिनुहोस् त, त्यो मैले तपाईँको सबै मिलाइदिन्छु भन्छ। हो के अरे पोइन्टले फोन गरे होला भनिन्छ, हामीले दिइन्छ। त्यसकारण के गर्छ भने उसले तपाईँले दिएको त्यो ओटिपी पिनबाट तपाईँको खातामा भएको पैसाहरू ट्रान्सफर गरेर आफ्नो खातामा लान्छ। त्यसपछि तपाईँलाई मेसेज आउँछ, तपाईँ साहब ल मेरो पैसा चाहिँ म चाहिँ ठगेँ, मेरो पैसा चाहिँ अर्काले ट्रान्सफर गरेर लैसक्यो भनेर तपाईँलाई बल्ल तपाईँलाई थाहा हुन्छ। अनि त्यसपछि तपाईँले विभिन्न किसिमको प्रहरीलाई वार गर्नु पऱ्यो, तपाईँ सम्बन्धित ब्याङ्कलाई जानकारी दिनु पऱ्यो। त्यस कारणले वान टाइम पासवर्ड भनेको त्यो स्वयं तपाईँले मात्र प्रयोग गर्न पाउने हो र तपाईँको त्यो ब्याङ्कले पनि वान टाइम पासवर्ड आएको छ, तपाईँको मोबाइलमा मेसेज आएको छ, त्यो पठाउनु भनेर भन्न पाउँदैन, भन्दैन है। यी कुराहरूमा हामीहरू ध्यान दिउँ। नसक्ने सम्भावित समस्याबाट यसले सचेत हौँ है। समस्या परेपछि पछिटाउनुभन्दा पहिले नै अलिकति हामी अवेर भयौँ भने हुनसक्ने सम्भावित समस्याबाट हामीहरू बच्छौँ है त। यति भन्दै मेरा दुई चारवटा कुराहरू